नमस्ते, म सुशीला महतरा, वरिष्ठ प्रकृति पथ प्रदर्शक। म तपाईहरुको माझमा चाहिँ हामी जंगल जाँदाखेरि जंगली हात्तीसँग जम्का भेट भयो भने चाहिँ हामी कसरी बस्ने भन्ने कुराहरुको सानो जानकारी दिन गइरहेको छु। अनि अब पहिलो कुरा त हामी जंगलमा जाने बित्तिकै हात्ती छ कि छैन भन्ने कुरा थाहा पाउनु पर्यो। हात्तीहरु ठूलो बथानमा बस्ने भएको भएर चाहिँ डालाहरु भाँचेको अनि त्यसपछि दिशाहरु बाटोहरुमा भएको, त्यसपछि यदि हात्ती छ भने कराको आवाजहरु र निदाको अवस्थामा पनि घुडेको आवाजहरु सुन्न सकिन्छ। यो कुराहरु चाहिँ ख्याल गर्ने। यदि हात्तीसँग जम्का भेट भइहाल्यो भने चाहिँ नआत्तिने सुरुमा चाहिँ। यदि तपाईलाई लाग्छ हात्ती चाहिँ हजुरलाई आक्रमण गर्न आउला जस्तो छ भने चाहिँ एकदमै जोरसँग स्पिडले भाग्ने बेलामा चाहिँ आफूसँग भएको टोपी, सल, झोला जस्ता कुराहरु छ भने चाहिँ बाटोमा फाल्दै भाग्ने। त्यसो गर्दा चाहिँ हात्ती त्यहाँ भुल्न सक्छ। हात्ती र कन्टिन्यू नलखट्ने भएको भएर चाहिँ केही समय चाहिँ स्पिडले भाग्ने। यदि भाग्ने ठाउँहरुमा चाहिँ अलिकति ढलेको रुखहरु छ भने त्यो रुखको तलबाट भाग्ने, ठूलो रुखहरु छ भने त्यसको पछाडी भएर भाग्ने। त्यसरी भाग्न सकिन्छ। अनि हजुरहरु भएको ठाउँमा सानो पुलपुलेसाहरु जस्तो कुराहरु छ भने चाहिँ त्यो तरेर भाग्दा पनि हात्तीको शरीर ठूलो हुने भएको भएर त्यस्तोमा हात्ती नजान सकिन्छ, हत्तपत्त जान खोज्दैन। त्यो बाटो चाहिँ हामी बच्न सकिन्छ भने। अर्को कुरा चाहिँ यदि हात्तीसँग जम्का भेट भयो भने चाहिँ हामीले अब यो दौड्दै जाने क्रममा यदि नदीहरु छ, दलदले जमिनहरु छ भने चाहिँ त्यस्तो दलदले जमिनहरुतिर दौडिने। किनभने त्यहाँ पनि त्यो दलदलेमा शरीर ठूलो हुने भएको कारणले चाहिँ हात्ती त्यतातिर एक्कासि नजाने हुन सक्छ। त्यस्तै गरी अर्को कुरा चाहिँ अब ढुङ्गेनी बगरहरु छ भने पनि त्यस्तोमा भाग्दा पनि हामी हात्तीबाट चाहिँ सुरक्षित हुन सक्छौं। सकेसम्म चाहिँ हात्तीहरु देख्यो भने जिस्काउने, हल्ला गर्ने चाहिँ गर्नु हुँदैन। बरु सकेसम्म शान्त भएर सुरक्षित दिशातर्फ भाग्ने। अनि रुखहरु चर्नु हुँदैन किनभने हात्ती बलियो हुन्छ अनि अग्लो पनि हुन्छ। हात्तीले रुखहरु भाँच्न सक्ने भएको कारणले चाहिँ सबैभन्दा हात्तीबाट चाहिँ शान्त भएर दूरी कायम गर्यो भने हामी हात्तीको आक्रमणबाट बच्न सक्छौं। त्यो त भयो जंगलमा हामी जंगल जाँदा जंगली हात्तीसँग जम्का भेट भयो भने अपनाउने सावधानीहरु। त्यस्तै गरी हात्तीहरु सोशल एनिमल भए पनि कति पटक चाहिँ भाले हात्तीहरु चाहिँ गाउँबाट यो ग्रुपबाट छुट्टिएर गाउँसम्म आउने कुराहरु हुन्छ। जस्तै अन्न बालीको लागि अथवा प्रजनन हात्तीसार नजिक हुँदाखेरि त्यसरी आउने हुन्छ। यदि जंगली हात्ती चाहिँ गाउँमा आएको अवस्थामा चाहिँ सबैभन्दा पहिला वृद्ध, अशक्त र बालबालिकाहरुलाई चाहिँ सुरक्षित ठाउँमा राख्नु पर्यो हात्ती आएको सूचना पाउने बित्तिकै। अनि सकभर चाहिँ यो सुत्ने कोठा र अन्न भण्डार अलग्गै गर्नु पर्यो। अनि यदि रातिको टाइममा हात्ती आयो भने चाहिँ त्यसरी अन्धाधुन हात्ती लखट्न जाँदा चाहिँ दुर्घटना हुन सक्ने भएकाले चाहिँ हात्ती आएको सूचना सबैलाई सर्कुलेट गर्ने र बाहिर निक्लिनु पर्यो भने टर्च लाइटहरु लिएर निक्लिने गर्नु पर्यो। अनि यदि रातिको टाइममा कतै बाहिरको यात्रा सकभर नगर्ने, गर्नु परेको खण्डमा चाहिँ टर्च लाइटहरु लिएर निक्लिने गर्नु पर्यो। र हात्ती आयो भने चाहिँ अब हात्तीलाई लखट्नलाई चाहिँ गोलो घेराले हात्तीलाई घेर्ने टाइपले गर्नु भएन। त्यस्तो गर्दाखेरि चाहिँ अझै घटना घट्न सक्छ। हात्तीलाई भाग्ने ठाउँहरु पनि राखेर हात्ती लखट्ने काम गर्नु पर्यो। र हामीले सकभर चाहिँ बाली पशुहरुको बिमा गर्यो भने चाहिँ जोखिमलाई चाहिँ कम गर्न सकिन्छ। हस्, धन्यवाद।